नेपालको एउटा यस्तो रहस्यमय ठाउँ जहाँ पाइला पाइलामा प्रकृतिले आफ्नो रूप बदल्छ। एउटै गाउँ तर दुईवटा देशको साझा आँगन। इलामको चिसो सिरेटो र नयाँ बजारदेखिको 11 किलोमिटरको कठिन तर निकै सुन्दर पैदल यात्रा। इलामको चियाबारी त तपाईँले धेरै देख्नुभयो होला, तर आज म तपाईँलाई लैजाँदैछु इलामको यस्तो गुप्त संसारमा जसलाई संसारले जौबारी अर्थात् रेड पाण्डाको राजधानी भनेर चिन्दछ। हाम्रो यो अफबिट ट्रेक सुरु हुन्छ नयाँ बजारबाट। दिउँसोको मिठो स्थानीय अर्ग्यानिक खाना खाएर शरीरमा नयाँ ऊर्जा भर्दै हामी जौबारीतर्फ प्रस्थान गर्छौँ। आज करिब 2150 मिटरबाट 2700 मिटरको उचाइसम्म पुग्नु थियो। अगाडि 11 किलोमिटरको अपरिचित उकालो गोरेटो र गाडी हिँड्ने बाटो छ। हामी चाहिँ पैदल यात्रा गर्छौँ। नयाँ बजार छोडेर जति अगाडि बढ्यो प्रकृतिको जादु त्यति नै गाढा हुँदै जान्छ। बाटोभरि देवदार र सल्लाहका रुखहरू देख्न थाल्छौँ। यो बाटो हिँड्नु भनेको केवल दूरी पार गर्नु मात्र होइन, यो त इलामको वास्तविक जीवन र भूगोलले नजिकबाट निहाल्नु पनि हो। हामी चाहिँ आइपुग्यो यो ठाउँमा टङ्क बहादुर हेरे सबै हेरे यो यहाँबाट तलदेखि थाल्यो। पानी हो खाने खाइदिउँ खाइदिउँ पनि चाख्दिउँ बडु मिठा छ खानु भएन के हो चिसो पानी। बाटोमा भेटिने चिसो पानीको मुहानले यात्रालाई अझै रोमाञ्चक बनाइदिन्छ। हामी चाहिँ नयाँ बजारबाट हिँडेको कति 1.5 घन्टा भइसक्यो। उकालो थियो बाटो, अब चाहिँ अलिकति तेर्सो आउँछ कि भन्ने आशा हाम्रो। बबाल छ ठाउँ चाहिँ धुम्केरानी भन्ने त दोकानहरू पनि पाउँदो रहेछ त, सबैजना काममा गएर रहेछ। माथि मल बोकिरहेको छ हाल रोप्नलाई, अनि किन डिस्टर्ब गर्नु दोकान निसाउनेहरूलाई भनेर हामीले डिस्टर्ब नगरी हामी चाहिँ अगाडि पाइन्छ कि भनेर आशमा किनिरहेछौँ। तर मौसमले पनि साथ दिइरहेछ। अरू बेला चाहिँ कुहिरो लागिरहेको हुन्थ्यो अरे यो ठाउँतिर, आज चाहिँ खुलिरहेछ। वर्षकै माथि पनि यसरी नै खुलोस् भन्ने हामी चाहन्छौँ। धुम्केरानी एग्रो टुरिज्म होटलको चिया र शान्त वातावरणले मन फुरुङ्ग बनाइदिन्छ। चियाको मिठो स्वाद सम्झना मनमा राख्दै अब हामी अगाडि बढ्छौँ। धुम्केरानीबाट तेर्सो हिँडेर हामी अहिले आइपुगेछौँ आले भन्ज्याङ। be home
अबको यात्रा सजिलो छैन। यहाँबाट सुरु हुन्छ एउटा निकै ठाडो र चुनौतीपूर्ण उकालो। भनिन्छ दुःख बिनाको सुख कहाँ पाइन्छ र जौबारी पुग्नका लागि हामीले आले भन्ज्याङको उकालो काट्नै पर्ने थियो। एकैछिन अघि घाम लागिरहेको थियो। अहिले बिस्तारै यो पहाडी सडकलाई कुहिरोले ढाक्न थालिसक्यो। As I will always be home for you. यो उकालो चढ्दै गर्दा चिसो अझै बढे जस्तो र अक्सिजनको मात्रा पनि अलिक कम भए जस्तो महसुस हुँदैछ। यो बीच बाटोको दृश्य नै साँच्चै अनौठो छ। एकातिर यी सुक्खा पहाडी भित्ताहरू त अर्कोतिर गहिरो खोज। यही एडभेन्चर र थ्रिलको लागि मानिसहरूले ट्रेकिङ गर्ने गर्दछ। अन्ततः करिब 11 किलोमिटरको यो कडा यात्रा पसिना र अथात् प्रयासपछि बादलमाथि एउटा सुन्दर बसी देखा पर्छ। यही नै हो हामीले खोजेको पर्यटकीय गन्तव्य, इलामको ऐतिहासिक र सुन्दर गाउँ जौबारी। समुद्र सतहबाट 2835 मिटर उचाइमा रहेको यहाँको जिन्दगानी चिसो हिमाली हावाको सुसेलीसँगै अघि बढ्छ। सन्दकपुर हिँड्ने पदयात्रीहरूका लागि यो ठाउँ एउटा शान्त विश्राम स्थल पनि हो। यो हाम्रो दोस्तीहरू रहेछन्। वेलकम टु माई यो जौबारी भनेको जौबारी। ल हामी चाहिँ अहिले जौबारी आइपुग्यौँ। अहिले अब यो तेन्जिङ होमस्टेमा हामी आज बास बस्नेवाला छौँ। अब बिहानै उठेर हामी जौबारी तुमलिङ हुँदै किचन त दामी छ डेकोरेसन।
तर जौबारीको पहिचान यतिमा मात्र सीमित छैन। चित्रे, जौबारी, गैरीबासको यो जैविक क्षेत्र संसारबाट हराउन लागेको दुर्लभ जीव रेड पान्डाको मुख्य वासस्थान पनि हो। यो केवल एउटा पर्यटन मात्र होइन, प्रकृतिसँग एकाकार भएर बाँच्ने एउटा कला हो। यदि तपाईँलाई शान्ति, जैविक विविधता र अनौठो हिमाली अनुभवको खोजीमा हुनुहुन्छ भने इलामको यो सानो स्वर्ग जौबारी तपाईँलाई पर्खिरहेको छ।